कोही छैन, तपाईँ जस्तो कोही छैन, पवित्र पवित्र परमेश्वर। आफैमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण, कसैमा हुनुहुन्न निर्भर। तपाईँ जस्तो हामी प्रभुलाई भन्नु तपाईँ जस्तो कोही छैन, तपाईँ जस्तो कोही छैन, पवित्र पवित्र परमेश्वर। हालेलुया। आफैमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण, कसैमा हुनुहुन्न निर्भर। हामी घोषणा गर्छौँ, आदिमा तपाईँ जब बोल्नुभयो, साँच्चै नै प्रभु पृथ्वी उत्पन्न भए, ताराहरू र स्वर्गदूतहरू तपाईँको ज्ञानले सृजिए। आदिमा तपाईँ भन्दै भन्दैछ, आदिमा तपाईँ आज पनि बोल्नुहुन्छ, यीशु पृथ्वी उत्पन्न भए, ताराहरू र स्वर्गदूतहरू तपाईँको ज्ञानले। मण्डली घोषणा गर्नेछ, हाम्रो हात उचालेर, सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा, स्तुति आदर आराधना। सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा, स्तुति आदर आराधना। धन्यवाद परमेश्वर, तपाईँ सामर्थ्यको हुनुभएको लागि, तपाईँ सार्वभौमिक हुनुभएको लागि तपाईँलाई हामी धन्यवाद दिन्छौँ, उचाल्छौँ। हामी घोषणा गर्नेछौँ, आफ्नो महिमा प्रकट गर्न माटोबाट मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। यस, हालेलुया। विद्रोही अनाज्ञाकारी हुँदा नि त्याग्नु भएन, प्रेम गरिरहनुभयो। आफ्नो महिमा प्रकट गर्न माटोबाट मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। तपाईँको ज्ञानको लागि धन्यवाद। विद्रोही अनाज्ञाकारी हुँदा नि त्याग्नु भएन, प्रेम
हामी भन्छौँ परमेश्वर तपाईँले मलाई अनकन्डिसनल लभ दिनुभएको छ, बिना शर्तको प्रेम तपाईँले मलाई गर्नुभएको छ। तर यो कसरी सम्भव छ? किनकि तपाईँ त पवित्र पनि हुनुहुन्छ। तपाईँले पापी मानिसलाई कसरी बिना शर्तको प्रेम गर्नुहुन्छ? किनकि त्यो करारको शर्तको श्राप जो पापी मानिसमाथि पर्न पर्ने थियो, तपाईँले आफ्नो पुत्र पठाइकन त्यो श्रापहरू आफ्नो पुत्रको शरीरमा हालेर पुत्रलाई हाम्रो ठाउँमा दण्डित तुल्याएर हाम्रो लागि बिना शर्तको प्रेम गर्ने प्रावधान बनाउनु भयो। तपाईँको प्रेमको लागि हामी धन्यवाद दिन्छौँ। कहिले पनि बिर्सिँदैनौँ। हामी बिहान उठ्छौँ, हामी तपाईँको प्रेममा मनन गर्छौँ। दिउँसो हामी तपाईँको उद्धार मुक्तिमा मनन गर्छौँ। साँझ हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामी केही समयलाई मात्रै होइन तर दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ, किनकि तपाईँले हामीलाई यति गहिरो प्रेम गर्नुभएको छ। हामी केही वर्षको लागि मात्रै होइन तर अन्तसम्म स्थिर रहन चाहन्छौँ, जागृत हुन चाहन्छौँ, तपाईँको सेवामा जोसिलो हुन चाहन्छौँ, खुसी हुन चाहन्छौँ, प्रभावकारी हुन चाहन्छौँ, हाम्रो छिमेकीहरूको जीवनलाई छुन चाहन्छौँ। र हामी खुम्चिएर बस्न चाहँदैनौँ, आफ्नो आराम खोज्दै, आफ्नो आरामको ओछ्यानमा, आफ्नो एउटा आरामदेखि अर्को आरामको जीवन होइन, प्रभु हामीलाई खोला चाहिँ बग्न, हो जिउँदो खोलाको फोरा भएर बग्न तपाईँले अगुवाई गर्नुहोस्। किनकि तपाईँले हामीलाई बिना शर्तमा प्रेम गर्नुभएको छ र तपाईँको प्रेम अनन्तलाई रहिरहन्छ र तपाईँले हामीलाई अन्तसम्म सम्हाल्नुहुन्छ। तपाईँको प्रेम अनन्तको छ, यसकारण हामी तपाईँलाई उचाल्छौँ। यसकारण हामी तपाईँलाई धन्यवादी भएर हरेक दिन हामी जिउँछौँ, हामी खुसी भएर जिउँछौँ, हामी पोखिने जीवन जिउँछौँ, खुम्चिएको होइन फस्टाएको जीवन हामी जिउँछौँ। आजको साँझ यो सबै गीत सङ्गीत नाच नाटक त्यो कार्यक्रमको मार्फत हामीलाई फेरि भेला गरेर तपाईँ को हुनुहुन्छ र हामी को हौँ र हामी कहाँ छौँ किन छौँ भन्ने कुरामा हामीलाई फेरि झल्काउनु भयो। प्रभु हामीलाई ताजा गराउनु भयो हाम्रो विश्वासमा, धन्यवाद छ। प्रभु हामी यहाँबाट छुट्टिन्छौँ, हलबाट निस्किन्छौँ त प्रभु हामीले सबै कुरा बिर्सिने होइन, तर हामी चाहिँ तपाईँको लागि फल फलाउने संसारमा छौँ, डेलीमा छौँ। यो कुरा बुझेर हामीलाई संवेदनशील भएर हरेक दिन जिउमा सहायता गर्नुहोस्। विशेष जवानहरूको लागि म प्रार्थना गर्न चाहन्छु, यो कलिलो उमेरहरूमा र विशेष अहिलेको समयमा जुन चाहिँ डिस्ट्र्याक्सनको युग छ, ओ यो समयमा तपाईँ पवित्र आत्माले जीवनमा काम गर्नुहोस् र ओ तपाईँको वचनमा जग्गा गाड्न, टाइम दिन, इन्टेन्सनली तपाईँको वचनमा फर्केर आउन तपाईँले यो पुस्तालाई सहायता गर्नुहोस् र उनीहरूलाई स्थिर जीवन दिनुहोस् अन्तसम्म, जो चाहिँ तपाईँमा जग्गा गाडेर मात्रै आउँदछ। कलसी 2:6-7 अनुसार ख्रिस्टमा जग्गा गाडेर मात्रै यो कुराहरू आउँदछ। सहायता गर्नुहोस्, अगुवाई गर्नुहोस्। धन्यवाद। यसो येशू प्रभु।